2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईलाई? फिलै हुँदैन मलाई, कस्तो पनि फिल हुँदैन, जे भयो पनि फिल हुँदैन, राजै बनाइदियो भने फिल हुँदैन। यो त अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अपरझट अब अहिले नै यो गर्छु भन्ने कुरा नै नसोध्नुहोस् तपाईहरुले। Too many thoughts on my mind every time that I go and I reminisce. I'm back in the game, I'm venomous. The life I'm living got benefits. Now this shit y'all want it, still got that. राजनीतिमा हाम फालेको मान्छेले बाहिर निस्कन खोज्दैन। अब तपाई 6 महिना पछाडी के गर्नुहुन्छ अब? निस्किने अब सेवा सुविधा मलाई केही पनि चाहिन्न। म चाहिँ अब मन्त्रालयमै बस्ने हो, त्यही औषध लाउने हो, त्यही सुत्ने हो। मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो नेपाली जनताले निशुल्क शिक्षा पाउँछन् त अब तपाई मन्त्री हुँदाखेरि? अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने? म भगवान हो र भनेको। एउटा न एउटा त केही त राम्रो काम त केही न केही होला त नि, गरौँला। अहिले नै कसरी भन्ने त्यो पत्रकारहरूले नबेल्नु न हो। साथीहरूले चाहिँ राजनीतिमा हाम फाल्नु पर्यो भनेर त्यत्तिकै क्याउ गरेको हुनाले मैले तिनीहरूको मुख टाल्नलाई प्रधानमन्त्री दिए जान्छु, नत्र जान्न भने मेरो खराब पानी छ, मेरो खराब पानी छ, मेरो खराब मलाई दिए पुग्छ भन्न चाहनुहुन्छ नि? जेसुकै गरेर भन्न चाहन्छु भन्नु भएको। जेसुकै गरेर आफ्नो बुद्धि लगाएर गर भनेको। सुकै गरे पनि भनेको कुरो चाहिँ हो त्यति बेला, होइन? जेसुकै गरेर सुतेर बस भनेको त छैन नि मैले। नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु। म त कहाँ युवा हो त? म त तपाई चुनाव लड्ने कि नलड्ने? म नलड्ने। 70 वर्ष हैन पोलिटिकल पार्टी खोलेर जाने कि नजाने? तपाईलाई युवाहरूले बोलाए नजाने कुरा नजाने।